सेवा जोरले नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन। अनि म आज फेरि स्टाइल एकदम राम्रो छ। यता हेर्नु त कस्तो राम्रो देखेको हो कि। अनि म प्याक भइसकेको छु न्यू भिडियोसँग। अनि हामीहरू चाहिँ आज कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ हामीहरू जाँदैछौँ हाइकिङ चाहिँ एकदमै लेट भयो। खासमा हामी हिजो काम गरेर चाहिँ 1 बजी सुत्यो है। 1 बजी सुत्यो कि हो त नि थुक्का हो। यस यस। ओइ के भयो मेरो क्यामेरामा के लाग्यो? ओइ मेरो क्यामेरा कसरी फुट्यो यहाँ कहिले तर यो हामीहरू चाहिँ जाँदैछौँ हाइकिङ चाहिँ कुन ठाउँ अरे लड्कु? हामी मनिचुट दह जाँदैछ हामीहरू चाहिँ साथीहरू। सो सी यु गाइज देयर, बाइ बाइ। अनि हामीहरू चाहिँ कप नुडल्स लाने भनेर प्लान गर्यो कि, अनि त्यही भएर हामीहरू चाहिँ कप नुडल्स लानको लागि सेल्सफेयर जाँदै हो कि साथीहरू। साथीहरू आइसके है। म चाहिँ सबसे अगाडि मै आएँ, अनि दिदीहरू चाहिँ आउँदै हुनुहुन्छ अरे। अब म दिदीहरूलाई कुर्दै बस्छु यहीँनिर। के रे फेरि भन्नु त? खाजा खाँदैछौँ साथीहरू यहाँ। सुक्खा रोटी समोसा दिदीहरूलाई कुरिन्जेलसम्म। मेरो क्यामेरा नै फुटेछ भने कसले फुटाइदियो? मेरो क्यामेरा कसले फुटाइदियो होला है? कसलाई कुर्ने अरे? हो तपाईँ हामी नमिल्ने पारेकै छ त्यस्तो नाटक। सबैजना क्लाउड चेजरहरू है। पागल भइगयो क्या हो त। कति के भन्छ त्यसले? रुनुले त्यसलाई आएर रुवायो सुमा, अनि त्यसले इगोले यस्तो गरेको भन्छ भाइ फर्काइदिनु भन्दा। यस्तो खालको रेस्टुरेन्ट चाहिँ कसैको हुँदैन। त्यही भएर मेरो साथी नै हुँदैन। जाउँ न भाइ, म आफै खोल्नु कि क्या नेपाली एउटा कन्टेस्टेन्ट है। ल हामीहरू चाहिँ हाइकर हो क्या आजको। यसले त कसलाई कुटिरहेको थियो नि त्यहाँनिर। उहिले गौरेशलाई हो। गोरेसले के गर्यो त्यसले हामी चाउमिन खान आँटेको है साथीहरू। कति राम्रो हेर्नु न। सी इज इटिङ। हामी चाहिँ खाजा खानु समय नभएर खाजा खाँदै जाँदैछौँ है। अनि मिठो छ। थ्याङ्क यू रूपा दिदी। यस्तो किनिदिरहनु होला समयमा। यहाँ चाहिँ किरा ब्रेप गल्यो तपाईँले फेरि। तेरो हालत खराब हुँदैछ है। यस्तो माथि उकालो चढेर रोजीले के आर्मी दाइलाई सरजी भन्नुभएको थियो नि। त्यो दाइले सरजी होइन सर हजुर भन्नुहोस्। सरजी त आफ्नो मान्छे भन्छ नि म्याडमजी सरजी भन्छ। लोयल रहेछ कि भनेपछि कहाँ पाउँछ यस्तो लोयलमा? साथै मेरो कस्तो ब्लर आएको छ कि यो क्यामेरा फुटेर भगवान्। म त फेरि गरिब हुने भयो नि त। मनिचुट डाँडा। हेलो केटाकेटीहरू, यता कताबाट जाने बाटो छ कि। अनि हामी चाहिँ यतादेखि यता लाग्छौँ। यतादेखि चाहिँ हामी लाग्छौँ मनिचुट चोरतिर। दह ए चोर त होइन दह। यस दह। स्विमिङ चाहिँ आधा बाटोमै पिकनिक सुरु भयो है। कति दिएछ मासु? मासु त 4वटा दिएछ। हो मसला रहेछ त। यो पानी छ। मजा आउँछ खानाको लागि चराको आवाज सुन्दै। साथीहरू यति भिडियो कि फेप्रा सेप्रा सब निस्केला जस्तो भयो। कलेज मुटु ढुकढुक कलेज ब्ल्याड हुन थालिसक्यो है साथीहरू। यहाँ सबैको हालत खराब भइरहेछ। खराब। ओ माई गड। कति घन्टा हिँड्यौँ हामीहरू? 10 बजेदेखि हामी हिँड्या हो। कति बजे अहिले? 10 बजेदेखि
10:30 बजे त यता आइपुगिसकेको थियो अहिले होइन कति बजे अहिले 10 बजे नि हिँड्या हो ट्याक्कै 3-4 घन्टा हिँड्यो 3 घन्टा हुनु लाग्यो 3 घन्टै त भनेको थियो ठिकै हो मर्यो टाइट भिडियोहरुमा पनि 3 घन्टा त लाग्छ भने चाहिँ अब हामी अब बिस्तारै यसो मुसाको चालामा टिकटक बनाउँदै बिरालो जस्तो उनीहरू हामी मुसा जस्तो क्या हामीले त एक कच्छा जस्तो पो जान्दा हामी चाहिँ पुरै जङ्गलको बिचमा छौँ एकदम बिचमा सेन्टर पनि हात चाहिँ धोएर आउनु पर्यो पाइप रहेछ नि सिज टेकआउटिङ वाटर त्यसमा अलिअलि क्यामराम्यानको हालत त्यस्तो छ हाम्रो आइया बियो साथीहरू बियोस् यस्तो टन्टलपुर घाममा 5 घन्टा हिँड्यो बाफ्रे बाफ्रे साथीहरू पानी पनि सकियो चाहिँ म पनि बनाउँछु मिनी ब्लगमा अब यहाँ खानु पर्यो यसरी के गर्नु है ला 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 के गर्नु त अब पानी सकेर बिजोक भयो भोक लागेर त्यस्तै दिस इज नेचुरल वाटर राइट बिस्कुट बल्ल यहाँ घरबाट ल्याएको यति भए पनि छ अब यहाँ पानी नभएपछि हेर्नुहोस् यहाँ ला 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 बल्ल बल्ल आइपुग्न लाग्यौँ अझै 20 मिनट छ है यही बाटो उकालो 20 मिनट हिँडेपछि चाहिँ बल्ल हामी आफ्नो गन्तव्यमा पुग्छौँ साथीहरू आइपुग्यौँ है यस्तो पो रहेछ त पोखरी गई साथीहरू हामी बल्ल बल्ल आइपुग्यौँ यस्तो लाग्यो खुसी लाग्यो आइपुगेर चाहिँ खुसी लाग्यो त्यो त हो ठाउँ हेर्नु न ल बसेँ मजाले सुतौँ साथीहरू सुतौँ बाई गर्दै यो एन्डिङ भ्लग हो लाइक सब्सक्राइब टु द युट्युब च्यानल मेरो चाहिँ स्टोरेज फुल भयो अब मैले चाहिँ यहीँ भ्लग एन्ड गर्छु त्यही भएर टाटा बाई बाई थ्याङ्क यू फर वाचिङ टिल द एन्ड लभ यु